यो घुम्ती मोड हो। यसरी चाहिँ रातभरि बस राखेको रहेछ। यसले दुर्घटना निम्ताउँछ। ल हेर्नुहोस्, यस्तो घुम्ती मोडमा तपाईँको यसरी बसहरू रातभरि, ल हेर्नुहोस् यस्तो गाडीहरू चाहिँ एकदम बाइकहरू हिँडिरहने ठाउँ हो, मान्छेहरू हिँडिरहने ठाउँ, मर्निङ वाक गर्ने ठाउँ हो। यो होटेलले रातभरि राखे जस्तो सुनिएको छ। ल हेर्नुहोस्, ल हेर्नुहोस्, यो एकदम मोड हो है। ल हेर्नुहोस्, गाडीहरू बाइकहरू हिँडिरहने ठाउँ हो एकदम, कि यसरी नै राखेको रहेछ। ल हेर्नुहोस्, ल हेर्नुहोस् यसरी एकदम मोडहरू एकदम। यो तिनवटा ठ्याक्कै उता स्कुलबाट उता नारेश्वरको बुटतिर जाने, यता वडा कार्यालय जाने ठाउँ हो। यस्तो ठाउँमा यसरी चाहिँ बसहरू रातभरि राखेको भन्ने कुरा खबर आयो यो होटेलको तर्फबाट। ल यहाँ विद्यार्थीहरू पनि छन्। दुर्घटना हुने सम्भावना ठाउँ हो एकदम, रातभरि यसरी नै बसहरू राखिएको छ है। ल हेर्नुहोस्, यो कुन होटेल हो, कुन ठाउँ हो, सबै आफै पत्ता लगाउनुहोस्। यसले चाहिँ दुर्घटनाहरू निम्ताउँछ, हो हल्ला हुन्छ, समाजमा विकृति लिएर आउँछ।